कति ए हाम्रो बाबा भन्दा 1 वर्ष मात्रै सानो रहेछ देवा हाम्रो यहाँ हाम्रो सन्तानमा सबभन्दा अग्रज हुनुहुन्छ उहाँ हाम्रो देमा अनि हाम्रो देवा चाहिँ देमा भन्दा देवा अग्रज हो तर अब छोरी मान्छेलाई प्रायोरिटी दिन्छु क्या म चाहिँ त्यही भएर पहिला छोरी मान्छेलाई देखाएर मात्रै यहाँ देवालाई देखाउँछु है किनभने म छोरी चेली हो अनि हाम्रो देवा चाहिँ कति वर्ष पुग्नुभयो 86 वर्ष पुग्नु अनि आज मैले देमासँग चाहिँ एकदमै हाम्रो यो पितृ गर्छ नि त्यसको बारेमा चाहिँ बुझ्नु मन लाग्यो अहिलेसम्म मैले देमालाई 2-3 चोटि सोधिसकेँ होइन अनि यो गर्दा गर्दा मलाई एउटा भिडियो नि बनाउन मन लाग्यो कि अनि मलाई चाहिँ थाहा थिएन अब म चाहिँ सानो हुँदा हुँदा नै आमा बितिहाल्नु भयो अनि पहिला आमाले चाहिँ खुब गर्नुहुन्थ्यो तर थाहा छैन तर मलाई एउटा जान्ने इच्छा लाग्यो कि अनि त्यही भएर मैले देमालाई सोधेँ होइन अनि देमा हुनुहुन्छ र पो बताउनुहुन्छ त होइन देमा नभएपछि कसलाई सोध्ने थाहा पनि हुँदैन त्यही भएर मैले थाहा पाएँ अनि प्लस मैले थाहा पाएको कुरा चाहिँ मैले भिडियो बनाइराख्छु भनेर सोचेर चाहिँ मैले देमाको भिडियो बनाउँदैछु ल।